यो सम्पूर्ण मेरो युट्युब च्यानलमा हजुरलाई पुरानो नमस्कार। अब चाहिँ यो पालि चाहिँ 2083 को चाहिँ अलैँची बिरुवा निकालिसक्यो। यो पालि 3032 अलैँची निकाल्यो। यो चाहिँ पुरा अलैँची बिक्रीमा छ। यो चाहिँ थुम क्रस अलैँचीको बिरुवाहरू हो हैन। यो चाहिँ इला अब 5 थर जाँदैछ। भोलि आज 2083 जेठ महिनाको 28 गते हो। भोलि 29 गते यो जाँदैछ 5 थर। यहाँ 1700-1800 बिरुवा छ। अनि यहाँको बिरुवाहरू यो चाहिँ आगो तयारी फल्ने बिरुवाहरू छ यहाँ है। यो चाहिँ बच्ची बिरुवाहरू यो आगो फल्नको लागि यो तयारी बनाइसक्यो। अहिले साल पनि एउटा फलेको छ यहाँनिर हेर्नुहोस्, गजब फलेको छ पोहोर रोपेको बिरुवाले। अनि यो चाहिँ त्यहाँदेखि त सबै बिरुवा छ। अनि अब अहिले चाहिँ 2083 को चाहिँ यो बिरुवा बिक्री भइसक्यो है। अब 84 को लागि बुकिङ खाली छ। तपाईहरुले 2084 मा चाहिँ अलैँचीको बिरुवा चाहियो, थुम क्रस अलैँचीको बिरुवा भने तपाईहरुले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो मोबाइल नम्बर चाहिँ 9702474385 हो है। यो पालेको चाहिँ अलैँचीको बिरुवा सक्यो। आगो चाहिँ धेरै निस्किन्छ, 10-20 हजारै अलैँची निस्किन्छ सक्छ। यो पालेको चाहिँ थोरै उतापट्टिको बगानको मात्रै। यो पालेको बगान चाहिँ बढ्दैछ। अनि यो बगानको आगो बेच्ने बेला हुन्छ मजाले। यो सब त्यहाँ घाँस काटेर दाइ पुरै अलैँची हो उता सबै। अहिले ठ्याक्कैसँगले हेर्नुहुन्छ, म जुम गरिदिन्छु यहाँ। सब यो अलैँचीहरू हो है। उताबाट यो फल्ने तयारीमा अर्किड पनि छ हामीसँग। तर पनि छ अर्किड। यो सब अलैँचीको बिरुवा। अनि तपाईहरुले किन्ने हो भने यो अलैँचीको बिरुवा छ अहिले 83 सालमा 15 देखि 17 सम्म बिक्री भएको छ भने अब 84 को लागि चाहिँ आउनुहोस्, बुकिङ गर्नुहोस्। टाढाबाट आउनेहरूलाई केही छुटको व्यवस्था गरिएको छ। अलैँचीको बिरुवा पनि एकदम झर्रा छ है। झर्रा जरासँगको यस्तो हुनुपर्छ अलैँचीको बिरुवा। तपाईले किन्दा यस्तो बिरुवा किन्नु होला। हेर्नुहोस्, सट्टै प्रत्येकमा जरा हुनु पर्यो, टुप्पी हुनु पर्यो, छिर्के मिर्के हुनु भएन हैन। अलैँचीको यो चाहिँ तपाईले अलैँची लगाउने तरिका। अब यो अलैँचीलाई हेर्दै हेर्दै जाँदा कहाँको बिरुवा निकाल्यो भन्दा यो अलैँची हेर्नुहोस्, यो बिरुवा निकाल्न तयार छ हैन। यहाँ छ हाम्रो पानी, यही पानी जान्छ र तल चाहिँ बिरुवाले लाग्छ। अब हामी नकाटिकन जान्छौँ। यो कुन ठाउँको बिरुवा भन्नुहुन्छ भने यतापट्टिको बिरुवा यो चाहिँ यहाँ पनि लाउनु बाँकी छ। तर यहाँ धुस छ, उदो सुँगुर बगान। यहाँको बिरुवा निकालेर त्यहाँ राखेको छ। यो अलैँची चाहिँ हेर्नुहोस् भरसुक फलेको छ यहाँ। अब जेठको आज 28 गते हो र पनि यसको बोटहरू पनि मरेको छैन। कसरी फलेको छ भनेर हेर्न चाहनुहुन्छ भने म यहाँ एउटा सिधै झर देखाइदिन्छु है। जेठमा यतिको फलेको छ। फलेकै अलैँची मान्नुपर्छ हैन। यसकै बिरुवा बेच्दैछु। हेर्नुहोस् है, आज भनेको जेठको 28 गते यतिको लागेको नि साथीहरु हैन। अलैँची फलेको हैन। यो तापले जमाउने फल राम्रो। हेरौँ है, अलैँची यसरी फल्छ है। यसरी फल्छ। प्रत्येक यतिको छुरी लाउने ठाउँ नभएको अलैँची भन्छ। चारैपट्टि छ, एक ठाउँ मात्रै होइन, प्रत्येकमा छ है साथी। यो पनि सबै निस्किने तलबाट उ चाहिँ पर हेर्नुहोस् है। सबै छ, प्रत्येकमा छ। यहाँ माथि चाहिँ कत्रो दाना हुन्छ भने त्यहाँ हेर्नुहोस्, हरियो दाना छ र मात्रै नचिन्नु हो। यो सबै दानाहरू पनि अलैँचीको है। अनि यहाँ यो पोहोर रोपेकै झाङमा पनि हेर्नुहोस्, यो रोपेको चाहिँ पोहोर हो, सानो झाङ छ। प्रत्येकले यो हरियो चाहिँ दाना भने फेरि हेर्नु के होला हरियो भन्नु होला। यो अलैँचीको बिरुवा हो है, रोपाइको बेचेको। हेर्नुहोस् यो अलैँची यो भनेको फेरि 2080 सालको बिरुवा हो। 2079 सालको चाहिँ कमी मात्रै छ। यहाँ प्रत्येकमै फलेको छ है।
हेर्नुहोस् यताउति फल्या छ कसरी फल्छ अलैँची भनेर देख्नु भएको छैन भने यहाँ हेर्नुहोस् अलैँचीको फलाइ अलैँची निकालौँ अलैँचीको फलाइ हेर्नुहोस् यो चाहिँ खोल्से जातको अलैँची है देख्नु चाहिँ रातो यो फुल हो है फेरि माथि सेतो चाहिँ त्यो रातोहरू अलैँची है यो 2083 सालको अलैँचीको फलाइ हेर्नुहोस् है यहाँ छ त्यस्तै यहाँ छ यहाँ पनि हेर्नु त्यो रातोहरू चाहिँ अलैँची हो यहाँ पातकरले पुरेको छ नि त कसरी झ्याप्पै लागेको छ होइन अलैँची कसरी खोल्छ भन्दा यसरी खोल्छ यो खोल्छेर रातो छ परको चाहिँ सेतो यहाँ त हरियो छ यहाँ सबैमा यसरी फल्या छ परमेश्वरलाई धन्यवाद अलैँची अलैँची भगवान मेरो पानी लाउने कुरो चाहिँ यही हो यताबाट आउँछ हस्